यो कहाँको जङ्गल भन्नुहुन्छ होला मलेसियाको जङ्गल हो है नेचरीलाई मलेसियाको रोडहरू यस्तो छ है साथीभाइ आज सन्डे भएर छुट्टी भएर अलिकति खाली छ यात्रा ठिक छ नि त आजको अब यस्तो छ अब हाम्रो भ्लग स्टेसनमा पुग्नै बाँकी छ 100 को स्पिडमा भाइहरू कुदिरहेको छन् यता हाई गरिरहेको छ उता अर्को भाइ यता छ एकदम ह्यान्डसम भाइ फेरि यहाँनिर आइपुग्छ है यस्तो छ हाम्रो साइकल यात्रा हेलो नमस्ते सबैजनालाई स्वागत छ अब आज फेरि हामी ग्रुपिङ भ्लगमै अलिअलि छौँ आफ्नै प्राइभेट सवारी साधनदेखि हामी हिँडिरहेको छौँ अब अहिले यहाँनिर अलिअलि खाजाहरू किनेर अब बाटो तताउनेतिर लागिरहेछौँ अब खाजा ल्याइसकेपछि हामी फेरि यहाँदेखि हिँडिदिन्छौँ हेर्दा चाहिँ आजको भ्लग कस्तो हुन्छ भाइको कपाल पनि पुरा खतरा हो खतरा कपाल हेयर स्टाइल खतरा हो नि कहाँ बिल हान्छु आफ्नै कामलाई बिल हान्छु होला त म मैले काटेको यार आजको हाम्रो ब्लग यही तरिकाको हुन्छ जाँदैछौँ अब हामी गन्तव्यतिर खासमा उता हाम्रो साइड हो तर यता रङ साइडदेखि हिँडेर आएको छौँ तेरिका रमाइलो गर्नको लागि यसो ब्लग साइक्लिङ ब्लग है स्वास्थ्यको लागि पनि फाइदा हुन्छ भन्छ स्वास्थ्य साइकल हिँड्नु र पैदल यात्रा गर्नु एउटा जस्तो लाग्छ क्या टाढाको साइकल यात्रा नजिकको पैदल यात्रा यस्तै हो साइकल पेल्दाखेरि अलिकति बुढेसकाल लागिसक्यो नि त 40-50 वर्षले सुनिरहेको छ त्यही भएर अलिकति सुतिराख्नु हुँदैन अलिक मेहनत गर्नु पर्यो त्यही भएर मेहनत गरिरहेको छौँ हामी भाइहरू यता दुईजना भाइहरू त अलिक जवान नै हो यङ नै हो म चाहिँ अलिक बुढो हो अब बुढो 40 वर्ष पुग्न लाग्यो त्यसपछि अब यात्रा यता पैदल यात्रा म अलिक रुचाउने मान्छे हो पहिलेको हाम्रो कम्पनी छेउ पनि पुग्यो पहिले यही कम्पनीमा काम गरिन्थ्यो लगभग यही ठाउँतिर म भिडियोहरू बनाउँथेँ भ्लगहरू बनाउँथेँ होइन अब अहिले चाहिँ लगभग 1-1.5 महिना भयो उता सरेको हाम्रो अर्को नयाँ ठाउँतिर सरेको कम्पनी त्यही भएर 1-1.5 महिना पछि यता आएको अब केराको पातहरू हरियाली भएछ कम्पनी त्यतिकै खाली छ अहिले अब पछि कुनै कम्पनी आएर बस्छ होला यहाँ पनि यही कम्पनी हो पहिले म कहाँ पहिले यही थियो यही ठाउँमा थियो कम्पनी यहाँ त अब अहिले बस्न पाउँदैन हामी त त्यो बाहिर देखियो यही ठाउँमा हो पहिले अब काम गरेको अब यहाँ देखियो अब अहिलेको चाहिँ लगभग आधी घन्टा 1 घन्टाको बाटो फ्रकमा सारिदिएको छ मलेसियाको रोडहरू यस्तो छ है साथीभाइ आज सन्डे भएर छुट्टी भएर अलिकति खाली छ यता अर्को अपोजिट रोड हो अहिले चाहिँ हामी आफ्नै साइडमा हिँडिरहेको छौँ यहाँ किनकि उताको साइडमा हिँड्न मिल्दैन क्रस गर्ने ठाउँ छैन भरे त्यही भएर त्यही छ है हाम्रो यात्रा अब आज कहाँसम्म पुग्ने हो थाहा छैन टुङ्गो छैन कुदेर आएको छ रोडमा यस्तै हो पुलमा पुग्यो ल है त अब लाग्यो है त ओह्रालोको बाटो अब आइयो अब यस्तो राम्रो सिनतिर छ नि आइफोनले पनि यस्तो क्यामेरा निकाल्थ्यो नि आइफोन भएर अलिकति कमजोर छ है यात्रा ठिक छ नि त आजको अब यस्तो छ अब हाम्रो भ्लग स्टेसनमा पुग्नै बाँकी छ यहाँनिर आफ्नो लगभग 100 को स्पिडमा भाइहरू कुदिरहेको छन् यता हाई गरिरहेको छ उता अर्को भाइ यता छ एकदम ह्यान्डसम भाइ फेरि यहाँनिर आइपुग्छ है यस्तो छ हाम्रो साइकल यात्रा हाम्रो इन्जोय यता होइन हाम्रो इन्जोय यही हो हेर्दाखेरि साइकलहरू अलिकति हामी थाइल्यान्ड छिर्न होइन उता सिङ्गापुर छिर्न लागेको थाइल्यान्ड अलिकति
नजाउँ होला अहिले थाइल्यान्ड जाने उमेर पुगेको छैन हाम्रो फुल बडी मसाज हान्ने ठाउँतिर जाने अलिक उमेर भएको छैन क्या भाइ पानीले कुटिँदैन भाइ पानीलेसँग त अब हामीलाई कुटे पनि कुटोस् मोबाइललाई नकुटोस् पानी पर्नु लाग्यो त्यही भएर तोप दिइरहेको छ केटाहरूले साइकल हेर्दा यस्तो भए पनि हेर्नु त यस्तो साइकल देखे पनि कुद्न त तोप पुग्छ नि फेरि ल अब हिँड्दा हिँड्दै लगभग गन्तव्यमा पुग्न लाग्यो उता हाइवे छ ऊ हाइवे यता चाहिँ बाइवे छ हामी बाइवेमा कुदिरहेको छौँ उता हाइवेमा गाडीहरू कुदिरहेछ हाम्रो त्यहाँनिर अलिकति प्रोग्राम छ आज म चाहिँ अलिकति यो भिडियो गर्दै अलिक ढिलो भयो केटाहरू दुईजना भाइहरू उता पुगिसक्यो यो कहाँको जङ्गल भन्नुहुन्छ होला मलेसियाको जङ्गल हो है अर्कै ठाउँको जङ्गल फेरि अस्तिको भिडियोको जङ्गल भन्नु होला त्यो अर्कै थियो त्यहाँदेखि लगभग 2 घन्टाको बाटो फरक साइकलदेखि 2 घन्टाको बाटो फरकमा थियो आज अब हामी पुग्यो आफ्नो गन्तव्यस्थलमा आजको हाम्रो मेन प्लान भनेको त्यही हो माछा मार्ने प्लान हो अब त्यो ठाउँतिर जाँदैछौँ हामी एकजना चिने जानको मान्छेलाई लिएर आएको छौँ अघि 2-3 जना थियो अहिले 4 जना भएर आछौँ पानी पनि हल्का परिरहेछ माछा चाहिँ आज जालमा पारौँ भन्ने सोचले चाहिँ हामी हिँडेको अब के हुन्छ उता गइरहेछ होइन ऊ भराइतिर चाहिँ अब के हुन्छ माछा मर्यो भने त्यो पनि आउने छ है त रमणीय ठाउँ छ त्यो छ सेम नेपालको तराई एरिया जस्तै छ यतातिर छ है फाइनली हामी अब पुगिसकेका छौँ ठाउँमा अब हेरौँ के हुन्छ यहाँनिर पानी परेर त्यतिकै फर्क्यो माछा नमारिकन आज यस्तै छ अब दिउँसो खोलाको माछा मारे न अर्को माछा मारौँ त्यो अब केटाहरू चाहिँ भन्छ अब काँडा बिनाको माछा मार्न जाउँ भन्छ अब त्यो चाहिँ अब म अलिक बुढो मान्छे सक्दिनँ है मभन्दा बुढो मान्छे उदिया माथि एकजना छ है उसलाई सोध्छु म ए मभन्दा बुढो मान्छे ए अनि के काँडा बिनाको माछा मार्न जाने आज जाउँ कि भनेको के अरे अब अलि हान्न आउँदैन के अरे लु सकियो म होइन अब के गर्नु लु सकियो म चाहिँ सकेको रहेछु लु मभन्दा बुढो मान्छेले पनि अब काँडा बिनाको माछा हान्नु जाने भनेपछि म त सिप खुलिँदै भएको रहेछु जाँदैन होला जाँदैन हुँदैन फोन फुटे पनि अब हामी भयो भने साथीभाइ भयो भने भइहाल्छ नि भाइ अब माछाको कुरा नगर्दा अब माछा शिवखुलित हाम्रो यो आइतबारको रमाइलो भनेको यस्तै हो है